मेरी हुने। म महसुस गर्छु उनको नाम कति महत्त्वपूर्ण रहेछ मेरो लागि उनको नाम। के नाम लियो आँखा रसाउने, के नाम लियो आफै मुस्कुराउने। के छ र उनको नाममा? उनको नाममै मेरो खुसी अनि उदासी छ। उनको नाममै हिउँदको खडेरीमा शीतल छ। उनको नाममै कालो अन्ध्यारो रातमा उज्यालो छ। उनको नाममै मेरो दिन अनि रात बित्ने गर्छ। बर र पिपलको शीतल हावा झै उनको नाम। सूर्यको किरण झै उनको नाम। पूर्णिमाको कालो रातमा प्रकाश ल्याउने जुन र ती लाखौं तारा जस्तै मेरो जीवनमा उज्यालो ल्याउने उनको नाम। मेरो दिन सुरु हुन्छ उनकै नामले अनि दिन सकिन्छ उनकै नामले। कहिल्यै नथाक्ने सागर झै उनको नाम। विशाल अनि खुल्ला आकाश झै उनको नाम। को हुन् र उनी? लाखौं ताराको बीचमा धबधबे बोल्ने जुन झै उनी। हिउँदको खडेरीमा छाया हुन् उनी। बर्खाको झरीमा ओत हुन् उनी। पारिजात फूलको सुगन्ध हुन् उनी। बर र पिपलको शीतल बतास हुन् उनी। मेरो अन्ध्यारो जीवनमा सूर्य झैं प्रकाश ल्याउने उनी। स्वर्गकी अप्सरा हुन् उनी। म भन्दा सुन्दर रूप पाउनेछौ तिमीले, तर म जत्तिको पागल तिमीप्रतिको प्रेममा दिउँसै खोजे पनि पाउने छैनौ। यस्तरी लेख्ने मेरो कुनै व्यवसाय त होइन। उनलाई सम्झिँदा उनको नाम लिँदा लेखेको मात्र हो थोरै। यदि तिमीलाई लाग्छ तिम्रो रूप रंग अनि सुन्दरतामा मोहित भएर पागल भएको हो म भने तिमी तिम्रो केश पाकेपछि आउनु, अनुहार चाब्रेपछि आउनु, जवानी ढल्केपछि आउनु, तर तिमी आउनु। थाहा छ हाम्रो कहिले हुँदैन मिलन। के त्यो विशाल आकाश र धरतीको कहिले मिलन हुन्छ र? म सडक छेउको धुलो अनि तिमी कहाँ महलकी रानी। मिलन त हाम्रो कहिले हुने थिएन नै, किनकि यो मेरो एकतर्फी माया थियो। मायामा अन्तिम परीक्षा भनेकै पर्खाइ हो। पर्खिनेहरू फर्किनेको आशमा हुन्छ अरे। म त उनलाई अन्तिम साससम्म पर्खिरहन्छु। मेरी हुने।